रवि लामिछानेलाई प्रधानमन्त्री बनाउँछु भन्दै सुदूरपश्चिमको सिङ्गो गाउँ नै रासपामा प्रवेश गर्नेहरू भन्छन् अब रविलाई न्याय दिएर देश बनाउँछौं। पुराना भ्रष्ट र टेस्टेड फेलुअर पार्टीहरूसँग कोही पनि अब लाग्नेवाला छैनन्। केही छेडिङ मान्छेहरू त्यहाँ हिजो पनि खाएका, हिजो पनि ढाडिएका, मोटाका, उनीहरूबाट स्वार्थ लिएकाहरू मात्रै त्यहाँ छन्। ती मान्छेहरूबाट मान्छेहरू वाक्क र दिक्क छन्। अब यो पार्टीलाई हामीले बनाएर हाम्रो पार्टी चाहिँ राष्ट्रपालाई एक नम्बर पार्टी बनाएर अब चाहिँ हाम्रो सरकार बन्छ भन्ने ढुक्क हुनुहोस्। अब बच्छ घन्टी ठिकलाई ठिक र बेठिकलाई बेठिक भनेपछि त बच्छ नि। ठिकलाई पनि बेठिक भन्ने, बेठिकलाई पनि त बेठिकै भइहाल्यो। उहाँको सोचेको काम सफल होस् हैन र उहाँ चाहिँ एकचोटि प्रधानमन्त्री हुनै पर्छ। यो पार्टीको सभापति रवि लामिछानेज्यू हामी बीचमा नरहनु भए तापनि उहाँको निर्देशन, उहाँको उद्देश्य, उहाँको सपना र यो अभियान देशमा परिवर्तित राजनीतिक अभ्यास गर्ने एउटा अभियान जुन थाल्नुभयो उहाँले, त्यसको निरन्तरता नै उहाँको उपस्थिति पनि हो। भौतिक रूपमा धेरै चाँडै हामी माझ उहाँ आउनुहुन्छ। घन्टी बजाउने आएको हो, घन्टी बजाउनै पर्यो नि। किनभने त्यो हामी जनतालाई थाहा थिएन, हामी आम जनता, हामीले जे न्युजमा देख्ने हामीले त्यही बिलिभ गर्ने हो। सो जब त्यो कुराहरू आउँदाखेरि चाहिँ ओके ल निस्क्यो है भन्ने खालको चाहिँ एउटा दिमाग चाहिँ हल्लिएको थियो। अनि त्यसपछि चाहिँ अब फेरि दाइलाई यसरी जेलमा हाल्दाखेरि अनि फेरि यो सबै जुन रणनीति खेलिराख्नु भएको छ अरू पार्टीहरूले, त्यो गर्दाखेरि चाहिँ डेफिनेटली दाइ चाहिँ सायद राइट नै हुनुहुन्थ्यो कि होइन। कहिलेकाहीँ त राजनीतिमा पावर ठिक ठाउँमा पुगेन भने पनि मान्छेले त मिसयुज पनि गरिदिन्छ नि त होइन। त्यही भएर आई थिङ्क रवि दाइ चाहिँ सबैको आँखाको कसिङ्गर हुन पुग्नु भयो। त्यो फरक विचार राखेर, फरक सोच राखेर अलि अलग बाटो हिँड्न थाल्नुभयो। सुमनाजी, सन्तोषजी जाँदै गर्दाखेरि एक किसिमको अरूले हौवा पनि के फैलाए भने रासोपामा त सबैजना थाले, सबैजनाले रासोपा छोड्न थाले। तर आज अहिले यो साँझसम्म होइन बाजुराको टोलीले त्यहाँ गीत गाउँदै गर्दा, सांस्कृतिक नाच गर्दै गर्दा नै यो उत्साह तपाईहरूले लगभग 4 घण्टादेखि देखिरहनु भएको छ यो आँगनमा। ब्युटी प्रोडक्ट्समा लाखौं खर्च गरेर पनि सोचे जस्तो रिजल्ट पाइराख्नु भएको छैन? मल्टिन्युट्रिसनले तपाईँका लागि नेपालमै पहिलो पटक ल्याब टेस्टेड युरोपियन स्किन केयर प्रोडक्ट्सहरू ल्याएको छ, which provides 100% guaranteed result. Order your skin care products now. नमस्कार दर्शकबिन, अहिले हामी राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको केन्द्रीय कार्यालय बनस्थली आइपुगेका छौं। बनस्थलीमा यति बेला रासपाको केन्द्रीय कार्यालय घण्टीमय बनेको छ। रासपा प्रवेश गर्नेहरूको ठूलो जमात यति बेला कांग्रेस एमाले परित्याग गरेर रासपा प्रवेश गर्नेहरूको यो घुइँचो तपाईले देख्न सक्नुहुन्छ। पार्टीका कार्यवाहक सभापति डीपी अरियाल र यसै गरी अर्का उपसभापति सोनिम वाग्लेले यो पार्टीको लोगो लगाउँदै छातीमा टाँस्दै उहाँहरूलाई पार्टीमा स्वागत गरिरहनु भएको छ। यो दृश्य देख्न सक्छौं। रासपाको केन्द्रीय कार्यालय अहिले भरि भराउ छ। रासपा प्रवेश गर्नेहरू घण्टी बजाउँदै रासपामा प्रवेश गरिरहनु भएको छ, नाचगान गरिरहनु भएको छ, ऊर्जा उत्साह प्रदान गरिरहनु भएको छ। यो केन्द्रीय कार्यालयको दृश्य हामी देखाइरहेका छौं। ठूलो संख्यामा रासपा प्रवेश गर्ने र रासपामा आउनेहरू आगामी फागुन 21 मा निर्वाचन हुँदैछ। अब रासपामय घण्टीमय देश बनाउने भनेर उहाँहरू अघि बढिरहनु भएको छ। विभिन्न पार्टी परित्याग गरेर अहिले देशमा फेरि एक प्रकारको विध्वंसको अवस्था, फेरि अराजक गतिविधि, फेरि सलबलाउन रहेको अवस्थामा अब रासपाले भने यसलाई यो 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 विध्वंसलाई अब अन्त्य गरेर नयाँ नेपाल परिकल्पना सहित अगाडि बढ्नुपर्छ र अब त्यो बनाउनका लागि रासपा नै सम्भव छ भनेर उहाँहरू रासपामा प्रवेश गरिरहनु भएको यो दृश्य हामी देखिरहेका छौं। यतापट्टि हेर्नुहोस्, चारैतिरको दृश्य ठूलो संख्यामा यति बेला रासपाको केन्द्रीय कार्यालय भिडभाडमय छ। रासपा कार्यालय भरिभराउ छ। यो दृश्य हामी तपाईलाई देखाइरहेका छौं र पार्टीका कार्यवाहक सभापति डीपी अरियाल, यसै गरी अर्का उपसभापति सोनिम वाग्लेले पार्टी प्रवेश गराउँदै हुनुहुन्छ। उहाँहरूलाई पार्टी प्रवेश गराउँदै गरेको दृश्य र प्रवेश पछाडि के भन्नुहुन्छ हामी उहाँहरूसँग प्रतिक्रिया लिँदैछौँ। सल्लाहकार परिषद सदस्य, पूर्व योजना आयोगको सदस्य पनि हो र बाजुरा जिल्लाको युवाहरूको ढुकढुकी भनेर पनि चिन्छन्। आज मैले थुप्रै युवा दाजुभाइ दिदीबहिनीहरूलाई ल्याएर यहाँ हामीले प्रवेश गर्न सुरु गरेका छौँ। यो बाजुरा जिल्ला मात्रै होइन, म तपाईँलाई जानकारी गराउँछु, होल कर्णाली अञ्चल 5 वटा जिल्लामा र सुदूरपश्चिमको सबै जिल्लामा यो हिसाबले होइन, जिल्ला जिल्लामा गाउँ गाउँबाट सबै मान्छेलाई प्रवेश गराएर रासपालाई सुदूरपश्चिम र कर्णालीबाट एक नम्बर पार्टी बनाएर अगाडि बढ्ने म प्रतिबद्ध है।
भने पुराना भ्रष्ट र टेस्टेड फेलुअर पार्टीहरूसँग कोही पनि अब लाग्नेवाला छैनन्। केही छेडिङ मान्छेहरू त्यहाँ हिजो पनि खाएका, हिजो पनि ढाडिएका, मोटाएका, उनीहरूबाट स्वार्थ लिएकाहरू मात्रै त्यहाँ छन्। ती मान्छेहरूबाट मान्छेहरू वाक्क र दिक्क छन्। अब यो पार्टीलाई हामीले बनाएर हाम्रो पार्टी चाहिँ राष्ट्रपालाई एक नम्बर पार्टी बनाएर अब चाहिँ हाम्रो सरकार बन्छ भन्ने ढुक्क हुनुहोस्। नेकपा एमालेबाट आज पहिरो मात्रै हो, यो कास्टिङ हो, फिल्म पुरै आउन बाँकी नै छ, पुरै आउन बाँकी नै छ। यो तपाईँहरूलाई म जानकारी गराउन चाहन्छु। म पुरै पार्टीलाई यो आज यहाँहरूले सोच्नु होला 2-4 जना मान्छे आएका छन्, पार्टीलाई समायोजन गर्नको लागि आएको हो। त्यसकारणले आदरणीय दाजुभाइ दिदीबहिनीहरूलाई म के भन्न चाहन्छु भने अब हाम्रो एक नम्बर पार्टी, अब्बल पार्टी, सफल पार्टी बनाएर अगाडि बढ्न चाहन्छु। धन्यवाद। सबै खबर सबैका लागि।